नमस्कार, बुटवल टुडे समाचारमा स्वागत छ। म पवित्रा। सुरु गरौँ समाचारका प्रमुख हेडलाइनबाट। नेकपा एमालेको नेतृत्व चयनका लागि केही बेरमा मतदान प्रक्रिया सुरु हुँदै अधिकांश ज्येष्ठ नागरिक चुनावी मैदानमा। सहकारीबाट ठगिने नागरिक थपिएको थपिए। नेपालगञ्जमा सहकारी पीडितको अनसन र धरना। बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा। पुस 3 गतेदेखि हुने महोत्सवमा 20 करोडको कारोबार गर्ने लक्ष्य। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा बीबीसी विरुद्ध मुद्दा, $5 अर्ब क्षतिपूर्ति माग। र बुटवलमा अन्तर्विद्यालय कबड्डी प्रतियोगिता, भैरवामा T20 क्रिकेट, दुबई खेलमा न्यू होराइजन च्याम्पियन। पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलको साधारण सभा तथा अधिवेशन बारे अत्यन्तै जरुरी सूचना। यस पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलको 25औं वार्षिक साधारण सभा तथा 14औं अधिवेशन 2082 साल माघ 9 र 10 गते सम्पन्न हुन गइरहेको बेहोरा अनुरोध गर्दै उक्त साधारण सभा तथा अधिवेशनमा भाग लिनका लागि यस समितिमा दर्ता, बीमा र मासिक अद्यावधि रहेका ट्रकहरूको तर्फबाट व्यवसायी सदस्यता परिचय पत्र मिति 2082 साल पुस 20 गतेसम्म 1 प्रति पासपोर्ट साइज फोटो र नागरिकताको फोटोकपी सहित उपस्थित भई परिचय पत्र बनाउनु हुन अनुरोध गरिन्छ। परिचय पत्र बिना साधारण सभा तथा अधिवेशनमा भाग लिन पाइने छैन। महासचिव खिम बहादुर थापा छेत्री, पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवल 11 रूपन्देही, नेपाल। स्मार्ट तथा स्टाइलिश देखिन चाहनुहुन्छ? आउनुहोस् मोनिका युनिसेक्स सलुन। हाम्रा सेवाहरू स्किन, हेयर एन्ड लेजर, छाला, यौन तथा सौन्दर्य, चाया, पोतो, डन्डीफोर, लुतो, कत्ले तथा एलर्जी सम्बन्धी सम्पूर्ण उपचार हुनुका साथै कपाल सम्बन्धी सम्पूर्ण सेवाको लागि सम्झनै पर्ने नाम मोनिका युनिसेक्स सलुन। थप जानकारीका लागि मोनिका युनिसेक्स सलुन एन्ड एकाडेमी तथा मोनिका स्किन केयर एन्ड लेजर क्लिनिक, मंगल स्क्वायर, बीपी चोक, बुटवल। फोन 071 591 295, मोबाइल 98 570 75 295 र 97 662 73 458। हाम्रो सेवा काठमाडौँ सामाखुसीबाट पनि प्रदान गरिएको छ। अब समाचार विस्तारमा। युवाहरूलाई नेतृत्वमा ल्याउन जेनजी आन्दोलन भयो। अहिले नेकपा एमालेको 11औं महाधिवेशन काठमाडौँमा चलिरहेको छ। तर अध्यक्ष सहित अधिकांश पदमा ज्येष्ठ नागरिक चुनावी मैदानमा छन्। एक रिपोर्ट। नेपालको ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063ले 60 वर्ष उमेर पूरा गरेको नागरिकलाई ज्येष्ठ नागरिक भनेको छ। नेकपा एमालेको 11औं महाधिवेशनमा अधिकांश तिनै ज्येष्ठ नागरिक चुनावी प्रतिस्पर्धामा छन्। राज्यले ज्येष्ठ नागरिक भत्ता वितरण गर्ने उमेरका व्यक्ति चुनावी मैदानमा उत्रिँदा युवाहरू मात्र कार्यकर्तामा सीमित छन्। अध्यक्षमा प्रत्याशी दुवै केपी शर्मा ओली र ईश्वर पोखरेल 70 वर्ष माथिका ज्येष्ठ नागरिक हुन्। अध्यक्षमा तेहरिन खोजेका ओली 74 वर्षका हुनुभयो। अर्का उम्मेद्वार ईश्वर पोखरेल 72 वर्षका हुनुभयो। पदाधिकारीमा हेरौं ज्येष्ठ नागरिकको परिभाषाभित्र पर्ने उम्मेद्वारको संख्या 28 छ। यो कुल उम्मेद्वारको 68.292% हो। पदाधिकारीका 19 पदमा 41 जना उम्मेद्वार प्रतिस्पर्धा गरिरहेका छन्। प्रतिस्पर्धा गर्ने अधिकांश ज्येष्ठ नागरिक हुन्। पदाधिकारीका प्रतिस्पर्धी 41 जना मध्ये 1 जना मात्र 50 वर्ष मुनिका छन्। 41 वर्षकी रचना खड्का मात्र सचिव पदमा उम्मेद्वार बन्नु भएको छ। बाँकी उम्मेद्वारहरूमा 50 देखि 59 वर्षमा 12 जना छन्। 60 देखि 70 वर्षका 26 र 71 वर्ष माथिका 2 जना रहेका छन्। ज्येष्ठ नागरिकको परिभाषा भित्र पर्ने उम्मेद्वारको संख्या 28 छ। यो कुल उम्मेद्वारको 68.292% हो। युवाहरूलाई नेतृत्वमा ल्याउन जेएनसी आन्दोलन भयो, तर दलहरूमा युवाप्रतिको संवेदनशीलता अझै आएको छैन। यो कहिले फेरिने? बुटवल टुडे टिभीको लागि राजनीतिक ब्युरोको रिपोर्ट। नेकपा एमालेको आगामी नेतृत्वका लागि केही बेरमा मतदान हुँदैछ। किन मतदान प्रक्रिया सरिरहेको छ? एक रिपोर्ट।
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज बुधबार बिहान मतदान हुँदैछ। विद्युतीय भोटिङ मेसिनमा समस्या आएको भन्दै बुधबार बिहान 8 बजेदेखि सुरु गर्ने गरी मङ्गलबारको मतदान प्रक्रिया स्थगित गरिएको थियो। एमालेको 11औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलले प्यानल नै बनाएर प्रतिस्पर्धा गरेका छन्। काठमाडौँको बिरकोटी मण्डपमा नयाँ नेतृत्वका लागि 19 पदाधिकारी सहित 301 जना केन्द्रीय सदस्यको निर्वाचन हुँदैछ। मतदानको समय पटक पटक सरेको छ। यसअघि बिहान 11 बजे, मध्याह 12 बजे, दिउँसो 3 बजे, 4 बजे र साँझ 7 बजे, 8 बजे हुँदै बुधबार बिहानका लागि सारिएको छ। मतदानका लागि 80 ठाउँमा विद्युतीय मतपत्र राखिएको छ। बाहिर पूर्व अभ्यासका लागि 10 वटा नमुना मतपत्र राखिएको छ। एकजनालाई मत खसाल्न कम्तीमा 20 मिनेट लाग्ने प्रतिनिधिहरूले बताए छन्। एमालेमा 19 पदाधिकारी सहित 301 जना केन्द्रीय सदस्यका लागि 644 जनाले उम्मेदवारी दिएका छन्। अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी परेको छ। 5 उपाध्यक्षका लागि 11 जनाको उम्मेदवारी परेको छ। 1 महासचिवका लागि 2 जनाले उम्मेदवारी दिएका छन्। 3 उपमहासचिवमा 7 जना उम्मेदवार छन्। 9 सचिव पदका लागि 20 जना प्रतिस्पर्धामा छन्। बुटोल टुडे टिभीको लागि डेस्क रिपोर्ट। सहकारीबाट ठगिने नागरिक बढ्दै गएका छन्। यसैबीच नेपालगञ्जका सहकारी पीडितहरूले न्यायको माग गर्दै रिले अनसन सुरु गरेका छन्। किन र कसरी हुँदैछ अनसन, एक रिपोर्ट। नेपालगञ्जका सहकारी पीडितहरूले आमरण तथा रिले अनसन सत्याग्रह सुरु गरेका छन्। सहकारी सञ्चालकको सम्पत्ति जफत गरी बचतकर्ताको रकम फिर्ता गरिनुपर्ने, दोषीलाई कडा कारबाही गर्नुपर्ने र पीडितका लागि राहत प्याकेज ल्याउनुपर्ने लगायतका मागसहित ब्यानरमा सहकारी पीडितहरू अनसन सुरु गरेका हुन्। नेपालगञ्ज उपमहानगरपालिकाका पूर्व मेयर तथा अधिवक्ता विजय कुमार गुप्ता पनि पीडित बचतकर्तासँगै अनसनमा छन्। 2 वर्षदेखि निरन्तर आवाज उठाउँदै आएका गुप्ता सहकारी बन्द भएपछि बचतकर्ताहरू अन्यलमा परेको बताउनुभयो। जिल्ला अदालत र तुलसीपुर इजलास उच्च अदालत नेपालगञ्ज सम्पर्क कार्यालयबाट समेत बचतकर्ताको पक्षमा फैसला भए पनि सहकारी सञ्चालकले रकम फिर्ता नगरेको उहाँको भनाइ छ। अदालती प्रक्रियामा पस्यो, नेपाल सरकार बाँकी भएर प्रतिवादीहरूमाथि मुद्दा चल्यो। करिब 2080 सालमा जिल्ला अदालतबाट फैसला पनि भयो। अब हकमा नै आयो। पीडितहरूले पैसा पाउनुपर्ने, सानो ब्याज फिर्ता पाउनुपर्ने भनेर फैसला आयो र त्यसमाथि उच्च अदालत तुलसीपुर नेपालगञ्जमा पनि फेरि अपिल पर्यो। त्यहाँबाट पनि फैसला आइसक्यो। अगर गऱ्यो र मतलब यथावत रह्यो र पीडितहरूले पैसा पाउनुपर्ने भन्ने क्लियर कट। अनसनमा बस्नुभएकी नेपालगञ्ज उपमहानगरपालिका वार्ड नम्बर 1 की माया पासीले बचत रकम फिर्ता नपाएसम्म शान्तिपूर्ण सङ्घर्ष जारी राख्ने बताउनुभयो। श्रीमानले अटो चलाएर बचत गरेको रकम नपाउँदा छोरीको विवाह समेत सङ्कटमा परेको उहाँको भनाइ छ। मेरो बुढो 2 खुट्टाको रिक्सा चलाएर कहिले 5000 कहिले 2000 बचाएर राख्नमा गाडी छोरी छ, बिहा गर्नु छ, केही पैसा नखाएर नलगाएर आज जम्मा गरेको पैसा मेरो एउटा विश्वासले राखेको। हामीलाई त पता थिएन कि चोर छन् यहाँ भनेर। आज मेरो छोरी 20-22 वर्षको भइगयो, हातमा पैसा छैन। केटा कसरी खोजौँ? केटा खोज्यो भने पैसाको काम लाग्छ। कसरी गरौँ? बिहाबाट घर मऱ्यो भने यहीँ मरिहाल्छु। के गरौँ? बरु यहाँ एकैचोटि मरे तड्छु। जतिसम्म यो यसमा सास छ त्यति दिनसम्म लड्छु, चाहे 10 दिन बस्न पर्छ। पीडितहरूले सरकार, सहकारी विभाग र सम्बन्धित निकायले तत्काल ठोस पहल नगरे सङ्घर्षलाई अझ सशक्त बनाउने चेतावनी दिएका छन्। बाँकी जिल्लामा मात्रै सहकारी बन्द हुँदा बचतकर्ताको अर्बौं रुपियाँ जोखिममा परेको र धेरैले आफ्नो बचत फिर्ता नपाएको पीडितहरूको गुनासो छ। बुटोल टुडे टिभीको लागि बाँकीबाट जागेश्वर थारूको रिपोर्ट। नेपालमा बाघको संख्या बढ्दै गएको छ, तर अवस्था कस्तो छ पत्ता लगाउन बाघ सर्वेक्षण तथा राष्ट्रिय बाघ गणना 2082 चितवनको सौराहाबाट सुरु भएको छ, एक रिपोर्ट।
नेपालमा बाघको अवस्था पत्ता लगाउन बाघ सर्वेक्षण तथा राष्ट्रिय बाघ गणना 2082 चितवनको सौराबाट सुरु भएको छ। बाघ गणना प्रत्येक 4 वर्षमा गरिँदै आएको छ। बाघ गणना नेपालको 5वटा राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र र वरपरको बाघ पाइने वन क्षेत्रमा गरिनेछ। उक्त बाघ गणनाको वन मन्त्री माधव चौलागाईले बाघ गणनामा प्रयोग गरिने स्वचालित क्यामेराको स्विच अन गरेर उद्घाटन गर्नुभयो। उक्त अवसरमा उहाँले नेपालमा भएको संरक्षणको कार्यले अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा हुने गरेको र बाघ, गैंडा लगायतको वन्यजन्तुले नेपाललाई थप परिचित गराएको बताउनुभयो। उहाँले जेएनजी आन्दोलनको क्रममा भागेका चोरी सिकारीहरू वन्यजन्तु संरक्षणमा चुनौती भएको र ती कैदीहरूलाई पक्राउ गर्न आफूले सहयोग गर्ने बताउनुभयो। भनेको अस्ति भर्खरै भएको जेएनजी आन्दोलनपछि चाहिँ कति मान्छेहरू चाहिँ जेलबाट भागेकोहरू छ के, त्यो मध्ये चाहिँ त्यो पुरानो त्यस्ता आरोपबाट आएका मान्छेहरू पनि आइरहे होला। उनीहरू आएर फेरि पुरानै बिहेभियरमा आइरह्यो भने त हामीहरूको कामको लागि चाहिँ एकदमै ठुलो थ्रेट हो नि त। त्यसलाई कसरी चाहिँ मिनिमाइज गर्न सकिन्छ, त्यसमा केही हामीले चाहिँ गर्नुपर्ने हो भने चाहिँ प्लिज फिल फ्री टु सेयर, होइन, किनकि त्यो अर्को एउटा कन्सर्न हो नि त। उक्त अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका सूचना अधिकारी तथा इकोलोजिस्ट हरिभद्र आचार्यले बाघ गणना चितवन पर्सा क्षेत्रबाट सुरु भएर बाँके, बर्दिया क्षेत्र र शुक्लाफाटा, लालझाडी क्षेत्रमा 8वटा ब्लक बनाएर सम्पन्न गरिने जानकारी दिनुभयो। प्रत्येक ब्लकमा 2 किलोमिटर लम्बाई, 2 किलोमिटर चौडाइको ग्रिड बनाएर स्वचालित क्यामेराबाट ट्र्यापिङ गरिने उहाँले बताउनुभयो। अवस्था के छ त्यो पत्ता लगाउने हो र त्यसको साथसाथै प्लस आहाराको प्रजाति पनि, त्यसको कुन आहारा बाघको प्रजाति हो त्यो हामीलाई करिब थाहा छ। मृग प्रजातिदेखि लिएर अब बँदेल, त्यो प्रजातिको अवस्था के छ। यदि आहारा नै छैन भने बाघको सङ्ख्या मेन्टेन हुनै सक्दैन। त्यही भएर महत्त्वपूर्ण कुरो यो पपुलेसनसँग हामीले त्यसको बेस भनेको चाहिँ आहारा पनि हो। र त्यति मात्रै होइन, प्लस अर्को चाहिँ अकुपेन्सीको कुरो छ। बाघ आहारा पनि छ, त्यसको वनजङ्गल पनि छ, तर ह्युमन डिस्टर्बेन्स छ भने त्यो ठाउँमा बाघले आफ्नो पर्मानेन्ट टेरिटोरी कायम गर्न सक्दैन। त्यसैले ह्युमन डिस्टर्बेन्सहरू पनि भएको ठाउँमा तर बाघ अक्कल झुक्कल भिजिट गर्ने, बाघको त्यहाँ उपस्थितिसम्म छ, तर पर्मानेन्टली टेरिटोरी बनाएर बच्चा हुर्काउने या आफ्नो वर्षभरि त्यहाँ आफ्नो गतिविधि सञ्चालन गर्ने गरेर नबस्ने कि खालि पुग्ने तर फर्किने, त्यस्तो ठाउँ पनि कति छ त नेपालमा। त्यो यसरी हेर्दा हामी 3 किसिमले चाहिँ यो सर्वेक्षणलाई फोकस गरिरहेका हुन्छौँ। बाघ गणनाको लागि करिब 3 करोड खर्च हुने र 1100 क्यामेरा प्रयोग हुने उहाँले जानकारी दिनुभयो। बाघ गणनाको लागि चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषका करिब 250 जना कर्मचारी र प्राविधिकहरू सहभागी हुनेछन्। बाघ गणना गर्ने कार्य जोखिमपूर्ण, चुनौतीपूर्ण हुने बाघ गणना सुरु हुँदादेखि नै काम गर्दै आउनुभएका राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक तीर्थमान लामाले बताउनुभयो। 3 लाग्छ कि 4 दिन लाग्छ क्यामेरा थाम्नलाई, अनि 4 दिनमा भ्यायो भने सबै टिमले 4 दिनमै भ्याउनु पर्यो। अनि 4 दिनमा भ्याएपछि अनि 5 दिनको दिनबाट चाहिँ बल्ल डे 1 हुन्छ। अनि त्यो डे 1बाट गनेर हजुरको कहिलेसम्म पुग्नु पर्यो, 15 रात राख्छौँ हामी। 15 रात जस्तै एउटा यसरी थापेको क्यामेरा त्यो ठाउँमा चाहिँ 15 रात राख्ने हो। अनि 16औँ रातमा चाहिँ अनि बल्ल 16औँ दिनमा चाहिँ हामीले चाहिँ उठाउने हो कि कहिले बाघले टोकेर चाहिँ क्यामेरा लगिदिया हुन्छ, होइन, अनि त्यो क्यामेराले काम गरे छैन, हैन, ब्याट्री सकियो कि भनेर सब चेक गर्नु। बाघ पाइने स्थानमा क्यामेरा राखेर जंगलमा नै क्याम्प खडा गरेर बाघ गणना गर्ने गरिएको उहाँले बताउनुभयो। बाघ गणनाको नतिजा बाघ दिवसको अवसरमा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ। पछिल्लो सन् 2022 को गणना अनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा 128 वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा 125 बाघ रहेका छन्। त्यस्तै बाँकेमा 25, पर्सामा 41 र शुक्लाफाटामा 36 वटा बाघ रहेको सरकारी तथ्याङ्क छ। बुटोल टुडे टिभीको लागि डेस्क रिपोर्ट। सरकार र निर्वाचन आयोगले निर्वाचन तयारीबारे विशेष छलफल सुरु गरेका छन्। छलफलमा आयोगले समयमै निर्वाचन गर्ने तयारी भएको दावी गरेको छ, तर दल अझै तयार छैनन्। एक रिपोर्ट। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनबाट किन्तु परन्तु भनेर पछि हट्ने अवस्था नरहेको बताउनु भएको छ। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ जनसङ्ख्याको आधारमा समावेशी समूहको प्रतिनिधित्व गराउने व्यवस्थाका सम्बन्धमा सरकारसँग छलफल भएको बताउनुभयो। उहाँले कसैको कारणले निर्वाचन बिथोलियो भनेर अरूलाई आक्षेप लगाएर मुक्त हुने अवस्था नरहेको भन्दै निर्वाचन गराउन सबै लाग्नुपर्ने बताउनुभयो।
दल र दलका नेताहरू उम्मेदवारहरूले गर्ने खर्चको हदमा हामी के गर्छौँ भने खर्चको सीमा तोक्छौँ। सीमा के को आधारमा तोक्छौँ भने भूगोल, उहाँले कति ठाउँमा प्रचार प्रसार गर्नुपर्छ, उहाँको निर्वाचन क्षेत्रको भौगोलिक अवस्था र स्थिति के हो र त्यहाँको मतदाताहरू अथवा त्यहाँको जनसङ्ख्या कति छ। भूगोल र जनसङ्ख्यालाई आधार मानेर हामीले निर्वाचन खर्च निर्धारण गरेर दिन्छौँ र त्योभन्दा बढी खर्च नगर्नुहोस् भनेर हामीले भन्छौँ पनि, आग्रह पनि गर्छौँ, निर्देशन जारी पनि गर्छौँ र त्योभन्दा बढी खर्च गरेको देखियो भने हामी आचार संहिता मार्फत तपाईँको मनोनयन पत्र नै खारेजसम्म गर्न सक्छौँ है। कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग जनसङ्ख्याको आधारमा समावेशी समूहको प्रतिनिधित्व गराउने व्यवस्थाका सम्बन्धमा छलफल भएको हो। छलफलका क्रममा कानुन मन्त्री सिन्हाले सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित रहेको बताउनुभयो। यो परीक्षाबाट हामी उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प हामीसँग छैन यदि हामी लोकतन्त्रमाथि विश्वास राख्छौँ र लोकतन्त्रलाई हामीहरू चाहिँ सम्बोधन गर्न र परिष्कृत गर्दै लिएर जान चाहन्छौँ भने संविधानले हामीलाई त्यही सिकायो। हामी संविधानकै आधारबाट चलिराखेको कारणले गर्दाखेरि कतिलाई संविधानमा संशोधनको आवश्यकता पनि कतिले देख्नु भएको छ। संविधान निर्वाचनका कुराहरूमा कतिपयले परिवर्तन गर्नुपर्ने आवश्यकता देख्नु भएको छ। उहाँहरूको सबैको भावना वास्तवमा त्यसमा चाहिँ अन्यथा भन्नुपर्ने अवस्था छैन। सामाजिक सञ्जाललाई कति हदसम्म प्रचार प्रसार गर्न दिने, नकारात्मक प्रचार प्रसार गर्दा कसरी नियन्त्रण गर्ने भन्ने बारेमा छलफल गरिएको थियो। मतदाता नामावली उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको र 15 पुससम्म अन्तिम मतदाता नामावली प्रकाशन गर्ने समेत तयारी गरेको छ। बुटोल टुडे टिभीको लागि डेस्क रिपोर्ट। बुटवल टुडे समाचारमा पालो भएको छ विश्रामको। विश्रामपछि हामीसँग हुनेछन् बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा। पुस 3 गतेदेखि हुने महोत्सवमा 20 करोडको कारोबार गर्ने लक्ष्य। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा बीबीसी विरुद्ध मुद्दा, 5 अर्ब डलर क्षतिपूर्ति माग। र बुटवलमा अन्तर्विद्यालय कबड्डी प्रतियोगिता, भैरवामा T20 क्रिकेट, दुवै खेलमा न्यू होराइजन च्याम्पियन। सत्य, तथ्य, निष्पक्ष समाचारका लागि एक मात्र अनलाइन टिभी बुटवल टुडे अनलाइन टिभी। साझा विचार, ताजा समाचार। समाचारका लागि 9857 60366 र 9857 10545। तपाईँ आफ्नो व्यापार व्यवसायको प्रमोसन गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सम्झनुहोस् बुटोल टुडे टिभी। विज्ञापनका लागि 9857 37945। स्मार्ट तथा स्टाइलिश देखिन चाहनुहुन्छ? आउनुहोस् मोनिका युनिसेक्स सलुन। हाम्रा सेवाहरू स्किन, हेयर एन्ड लेजर, छाला, यौन तथा सौन्दर्य, चाया, पोतो, डन्डीफोर, लुतो, कत्ले तथा एलर्जी सम्बन्धी सम्पूर्ण उपचार हुनुका साथै कपाल सम्बन्धी सम्पूर्ण सेवाको लागि सम्झनै पर्ने नाम मोनिका युनिसेक्स सलुन। थप जानकारीका लागि मोनिका युनिसेक्स सलुन एन्ड एकाडेमी तथा मोनिका स्किन केयर एन्ड लेजर क्लिनिक, मंगल स्क्वायर, बीपी चोक, बुटवल। फोन 071 591 295, मोबाइल 98 570 75 295 र 97 662 73 458। हाम्रो सेवा काठमाडौँ सामाखुसीबाट पनि प्रदान गरिएको छ। अब आर्थिक समाचार। रूपन्देही उद्योग संघको आयोजनामा बुटवलमा पुस 3 गतेबाट 16औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि प्रविधि तथा पर्यटन महोत्सव 2082 सुरु हुँदैछ। कसरी भइरहेको छ त तयारी? एक रिपोर्ट।
16औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि प्रविधि तथा पर्यटन महोत्सव 2082 को तयारी पूरा भएको छ। रूपन्देही उद्योग संघको आयोजनामा हुने औद्योगिक प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रदर्शनी आयोजक मूल समितिका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले बताउनुभयो। समृद्ध नेपाल निर्माणको आधार स्वदेशी उद्यमशीलताको विस्तार भन्ने नाराका साथ पौष 3 गते महोत्सवको उद्घाटन गरिनेछ। औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरूका छुट्टा छुट्टै 10 वटा पेभिलियन रहनेछन्। प्रदर्शनीमा लुम्बिनीनाथदेखि लुम्बिनीसम्मको झल्को देखिने गरी धार्मिक एवं पर्यटकीय क्षेत्रहरूको प्रवर्धनमा जोड़ दिएको रूपन्देही उद्योग संघले जनाएको छ। स्वदेशी उद्योगका उत्पादन र तिनको बजारीकरण गर्दै उपभोक्तासम्म पुर्याउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको प्रदर्शनी आयोजक मूल समितिका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले बताउनुभयो। स्वदेशी उत्पादनको प्रवर्धन, उपभोग र निर्यात बढाउन नेपाल उद्योग परिसंघले मेकिङ नेपाल अभियान चलाउँदै आएको छ। सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउन चाहन्छु। यो प्रदर्शनीको व्यवस्थापन तथा प्रचार प्रसारका लागि हामीले यो बीचमा भारतको उत्तर प्रदेश गोरखपुरदेखि लखनऊसम्म पुगेर त्यहाँका उद्योगलाई आमन्त्रण गर्ने अन्तर्क्रिया गर्ने कार्यहरू सम्पन्न गरिसकेका छौँ भने काठमाडौँमा पनि पुगेर नेपाल उद्योग परिषदको सम्मेलनमा पत्रकार सम्मेलन आयोजना गरेका छौँ। सो क्षेत्रमा रहेका सबै संस्थाहरू, सरकारवाला निकायहरूसँग यसको समन्वय तथा सामूहिक अन्तर्संवाद तथा व्यवस्थापनका विषयमा छलफल गरेका छौँ। प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा छाला, जुत्ता, खाद्यान्न, सूचना प्रविधि लगायतका 350 वटा स्टल रहनेछन्। प्रदर्शनीको करिब 8 लाख दर्शकले अवलोकन गर्ने र 20 करोड़ रुपियाँ बराबरको कारोबार हुने आयोजकले अपेक्षा गरेको छ। प्रदर्शनीमा ख्याति प्राप्त कलाकारहरूको प्रस्तुतिका साथसाथमा विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, कलेज स्तरीय वक्तित्व कला प्रतियोगिता, लोक भजन, प्रदर्शनी आइडल, हिप हप, मम्मी डान्स लगायतका प्रतियोगिता हुने प्रचार प्रसार संयोजक किरण खरेलले बताउनुभयो। 16औं प्रदर्शनीको उद्घाटन अर्थमन्त्री रामप्रसाद खनालले गर्ने कार्यक्रम रहेको रूपन्देही उद्योग संघले जनाएको छ। पौष 3 गतेदेखि 17 गतेसम्म प्रदर्शनी सञ्चालन हुनेछ। बुटवल टुडे टिभीका लागि डेस्क रिपोर्ट। नेपालमा वार्षिक 106 टन कफी उत्पादन हुन्छ। यद्यपि नेपालमै अवैध बाटोबाट कफी आउने गरेको छ। एक रिपोर्ट। नेपालमा आर्थिक वर्ष 106 टन उत्पादन तथा 1800 टन कफी खपत हुने एक अध्ययनले देखाएको छ। नेपालमा हुने उत्पादनले बजार थेक्दैन। कफीको यही मागको ठूलो हिस्सा छिमेकी देश भारतबाट भित्रिने अवैध कफी हुने गरेको छ। पश्चिम नवलपरासीको सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले मंगलबार बिहान मात्र 20 लाख रुपियाँ बराबरको अवैध कफीका दाना बरामद गरेको छ। सरावल गाउँपालिका 7 गणेशपुर स्थित नेपाल भारत सिमानाको 10 गजा क्षेत्रबाट बिहान 4:30 बजे अवैध रूपमा नेपाल भित्रान लागेको अवस्थामा कफीका दाना प्रहरीले नियन्त्रणमा लिएको हो। ट्र्याक्टरमा लोड गरेर ल्याउने क्रममै अवैध ओसार पसारमा संलग्न भने फरार भएका छन्। 60 किलोका दरका 34 वटा बोरामा 2040 किलो कफीका दाना बरामद गरेको सशस्त्र प्रहरी बल 26 नम्बर गढ हेडक्वार्टर नवलपरासीका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्द केसीले बताउनुभयो। कफीको मूल्य 20,40,000 रुपियाँ र नियन्त्रणमा लिएको ट्र्याक्टरको मूल्य 8 लाख गरी कुल 28,40,000 रुपियाँ बराबरको सामान महेशपुर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ। खुल्ला सिमानाको फाइदा उठाउँदै भारतबाट अवैध रूपमा विभिन्न सामग्री नेपालतर्फ भित्रिने गरेको छ। सोही भन्सारबाट मोबाइलका विभिन्न सामग्री, खाद्य वस्तु लगायत सेटिङमा तस्करी हुने गरेको स्थानीयको गुनासो छ। बुटोल टुडे टिभीको लागि पश्चिम नवलपरासीबाट विकास अधिकारीको रिपोर्ट। बुटवलको कालिका मानव ज्ञान मावि यस क्षेत्रको मात्र होइन देशकै चर्चित विद्यालय हो। यही विद्यालयले मंगलबार 65औं वार्षिकोत्सव मनाएको छ। एक रिपोर्ट।
कालिका मानव ज्ञान माध्यमिक विद्यालयको 65औं वार्षिक उत्सव तथा अभिभावक दिवसको औपचारिक उद्घाटन मंगलबार सम्पन्न भएको छ। कार्यक्रमको नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पियाले उद्घाटन गर्दै शैक्षिक गतिविधिसँगै खेलकुद क्षेत्रमा पनि विद्यालय अग्र स्थानमा रहेको बताउनुभयो। विद्यार्थीहरूलाई किताब विज्ञानसँगै व्यावहारिक शिक्षा दिएर देशकै नमूना विद्यालयका रूपमा पहिचान बनाउन समेत सफल भएको उहाँले बताउनुभयो। विभिन्न खेलकुदमा विद्यालयले निरन्तर उत्कृष्टता प्रदर्शन गर्दै आएको उल्लेख गर्नुभयो। वार्षिक उत्सव अन्तर्गत विद्यालयले छात्र छात्रा भलिबल तथा कबड्डी प्रतियोगिता, कविता प्रतियोगिता र 5000 मिटर दौड़ प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ। साथै विभिन्न दाताहरूको सहयोगमा स्थापना गरिएका अक्षय कोषका पुरस्कार वितरण, छात्रवृत्ति प्रदान, विद्यार्थी सम्मान लगायतका कार्यक्रम पनि समावेश गरिएको छ। यस्तै सांस्कृतिक कार्यक्रम, विज्ञान तथा ललित कला प्रदर्शनी, शिक्षा कर्मचारी पुरस्कार वितरण लगायतका कार्यक्रमहरू पनि आयोजना गरिने विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताउनुभयो। पौष 1 गतेदेखि शुरू भएको वार्षिक उत्सव कार्यक्रम पौष 7 गतेसम्म सञ्चालन हुनेछ। बुटवल टुडे टिभीका लागि डेस्क रिपोर्ट। बुटवल टुडे समाचारमा पालो भएको छ विश्रामको। त्यसअघि हेडलाइन एकपटक। नेकपा एमालेको नेतृत्व चयनका लागि केही बेरमा मतदान प्रक्रिया सुरु हुँदै अधिकांश ज्येष्ठ नागरिक चुनावी मैदानमा। सहकारीबाट ठगिने नागरिक थपिएको थपिए नेपालगञ्जमा सहकारी पीडितको अनसन र धरना। बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा। पुस 3 गतेदेखि हुने महोत्सवमा 20 करोडको कारोबार गर्ने लक्ष्य। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा बीबीसी विरुद्ध मुद्दा, 5 अर्ब डलर क्षतिपूर्ति माग। र बुटवलमा अन्तर्विद्यालय कबड्डी प्रतियोगिता। भैरवामा T20 क्रिकेट, दुवै खेलमा न्यू होराइजन च्याम्पियन। मात्र रु 99 मा लाइफ हुन्छ चक्काचक। एन्टरटेनमेन्ट होस् वा अन्य कुनै काम, आजै प्याक खरिद गरी अनलिमिटेड डाटा वा भोइस कलको फाइदा उठाउनुहोस्। बाई नाउ अन एनसेल एप or dial *123#. एनसेल, हामी तपाईकै लागि। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 5 अर्ब डलर क्षतिपूर्ति माग गर्दै बीबीसी विरुद्ध मानहानि मुद्दा दायर गर्नुभएको छ। बीबीसीद्वारा प्रसारित पानारोमा वृत्तचित्रमा आफ्नो भाषण सम्पादन गरेको आरोप लगाउँदै ट्रम्पले बीबीसी विरुद्ध मुद्दा दायर गर्नुभएको हो। वृत्तचित्रमा समावेश सन् 2021 को जनवरी 6 का दिन क्यापिटल हिलमा गरेको भाषणलाई बीबीसीले गलत नियतका साथ सम्पादन गरेर प्रसारण गरेको ट्रम्पको आरोप छ। उक्त वृत्तचित्र बीबीसीले सन् 2024 को राष्ट्रपति चुनाव अघि प्रसारण गरेको थियो। यो प्रकरणका विषयमा गत महिना बीबीसीले माफी मागिसकेको छ। बीबीसीका महानिर्देशक टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले राजीनामा दिनुभएको थियो। तर बीबीसीले मानहानिको दाबीका लागि आधार भएको ट्रम्पको दाबीप्रति असहमति जनाउँदै क्षतिपूर्ति दिन असहमति जनाएको थियो। अब खेल अपडेट। बुटवलमा भएको अन्तर्विद्यालय कबड्डी प्रतियोगिताको उपाधि न्यू होराइजन स्कुलले जितेको छ। उसले छात्र छात्रा दुवैको उपाधि जितेको हो। एक रिपोर्ट। बुटवलमा जारी अन्तर्विद्यालय छात्र छात्रा कबड्डी प्रतियोगिताको छात्र छात्रा दुवै उपाधि न्यू होराइजनले चुमेको छ। बुटवल नगर खेलकुद विकास समितिको आयोजनामा मंगलबार भएको छात्रतर्फ फाइनलमा दि बोर्डिङ स्कुललाई पराजित गर्दै उपाधि चुमेको हो। यसैगरी छात्रातर्फ कालिका मानव ज्ञान माविलाई पराजित गरेको हो। न्यू होराइजनले दुवै उपाधि सहित नगद 40,000 रुपैयाँ, कप मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ। प्रतियोगितामा उपविजेता छात्र टिम दि बोर्डिङ स्कुल र छात्रा टिम कालिका मानव ज्ञान मावि भने 10,000 रुपैयाँ, कप मेडल, प्रमाणपत्रमा चित्त बुझायो। प्रतियोगितामा छात्रमा नवीन मावि, गार्गी एकाडेमी तथा
छात्रातर्फ इडन र अक्सफोर्ड स्कुल तृतीय स्थान हासिल हुँदै नगद 5,000 रुपियाँ कप मेडलबाट पुरस्कृत भयो। प्रतियोगितामा छात्रातर्फ न्यू होराइजनकी कृष्णा श्रेष्ठ उत्कृष्ट रेडर, न्यू होराइजनकै सन्ध्या कार्की उत्कृष्ट डिफेन्डर तथा छात्रतर्फ न्यू होराइजनका दुर्गाबहादुर राणा उत्कृष्ट रेडर र डिफेन्डर विमर्श भण्डारी बन्दै पुरस्कृत भए। एक समारोहका बीच विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरूलाई नगर खेलकुद विकास समितिका संयोजक बोनिन फिया, जनप्रतिनिधि हरिप्रसाद श्रेष्ठ, खेल संयोजक शेरजङ गुरुङले पुरस्कार वितरण गर्नुभएको छ। बुटोल टुडे टिभीको लागि स्पोर्ट्स रिपोर्ट। स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तर्विद्यालय T20 क्रिकेट प्रतियोगिता सकिएको छ। यो प्रतियोगिताको उपाधि पनि न्यू होराइजन स्कुल बुटवलले जितेको छ। एक रिपोर्ट। भैरवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तर्विद्यालय T20 क्रिकेट प्रतियोगिताको उपाधि न्यू होराइजन स्कुल बुटवलले जितेको छ। सिद्धार्थ क्रिकेट मैदानमा भएको रोमाञ्चक फाइनल खेलमा मंगलबार न्यू होराइजनले रूपन्देही लीलाराम नेउपाने माध्यमिक विद्यालय भैरवालाई 5 रनको साँघुरो अन्तरले पराजित गर्दै उपाधि आफ्नो पोल्टोमा पारेको हो। टस जितेर पहिला ब्याटिङ गरेको न्यू होराइजनले निर्धारित ओभरमा 8 विकेट गुमाउँदै 79 रनको मध्यम लक्ष्य प्रस्तुत गर्यो। टोलीका लागि प्रिन्स पालले 31 रनको महत्वपूर्ण योगदान दिए भने आरुष अधिकारीले 17 रन जोडे। लीलाराम तर्फबाट बलिङमा विक्की मल्लाहले 3 विकेट लिँदै प्रभावशाली प्रदर्शन गरे भने प्रेम सागर यादवले 2 विकेट हात पारे। 100 रनको लक्ष्य पछ्याएको लीलाराम 17 ओभर 2 बलमै 94 रनमा समेटिन पुग्यो। आयन खानले 34 रन र अजय केवटले 21 रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। होराइजनका अमृत अर्यालले 4 विकेट लिँदै खेलको दिशा मोडे र प्लेयर अफ द फाइनल घोषित भए। उपाधिसँगै न्यू होराइजनले 50,000 रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो भने उपविजेता लीलारामले 25,000 रुपैयाँमा चित्त बुझायो। प्रतियोगितामा 30 विद्यालयको सहभागिता रहेको थियो। विजेता तथा उपविजेता टोलीलाई नगर प्रमुख इस्तियाक अहमद खान सहित विभिन्न अतिथिहरूले पुरस्कार वितरण गरेका थिए। बुटवल टुडे टिभीका लागि प्रेरणा केसीको रिपोर्ट। यो सँगै हामी बुटवल टुडे समाचारको अन्तिममा आएका छौं। जाँदा जाँदै समाचारका प्रमुख हेडलाइन पुनः एकपटक। नेकपा एमालेको नेतृत्व चयनका लागि केही बेरमा मतदान प्रक्रिया सुरु हुँदै अधिकांश ज्येष्ठ नागरिक चुनावी मैदानमा। सहकारीबाट ठगिने नागरिक थपिएको थपिए नेपालगञ्जमा सहकारी पीडितको अनसन र धरना। बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा। पुस 3 गतेदेखि हुने महोत्सवमा 20 करोडको कारोबार गर्ने लक्ष्य। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा बीबीसी विरुद्ध मुद्दा, 5 अर्ब डलर क्षतिपूर्ति माग। र बुटवलमा अन्तर्विद्यालय कबड्डी प्रतियोगिता, भैरवामा T20 क्रिकेट, दुवै खेलमा न्यू होराइजन च्याम्पियन। अवस्था बुटवल टुडे समाचार अहिलेका लागि यही सकिन्छ। निरन्तर ताजा समाचारका लागि हेर्दै गर्नुहोला बुटवल टुडे टिभी। नमस्कार।